आउँछ होला जस्तो लाग्यो। नेपाल सरकारले सम्झौता गर्ने बेलामा म मन्त्रालयमै थिएँ होइन। मैले मन्त्रालयबाट महासङ्घका पदाधिकारीलाई सिंहदरबारमा छिराउने वार्ता गराउने अर्थ मन्त्रालयमा जानेमा त्यतिखेर ठुलो रोलै खेलेको म मन्त्रालयमा सूचना अधिकारीको रूपमा थिएँ होइन। अब नेपाल सरकार र अनि शिक्षक महासङ्घसँग गरेको 9 बुँदे एउटा सहमतिमा होइन टिचरहरूलाई ग्रेड पनि दिने 4 किसिमको सरहरूको चाहिँ ग्रेड नमिलेको होइन तलब र ग्रेडमा फरक भएको कारण र त्यो दिने होइन। अब यो सामाजिक सेवा सुरक्षा कोषमा लैजाने टिचरहरूको मर्यादा क्रम तोक्ने होइन अनि सबै किसिमका शिक्षकहरूलाई चाहिँ स्थानीय भत्ता दिने भन्ने सन्दर्भका 9वटा बुँदाहरू चाहिँ एग्रिमेन्ट भएका छन्। त्यो मन्त्री परिषदले कार्यान्वयन गराउने भनेर हामीलाई पत्र पनि लेखेको छ। त्यो अनुसारको बजेट कति चाहिन्छ भनेर हामीले अर्थ मन्त्रालयमा पैसा पनि मागेका छौँ। अब अहिले सरले चाहिँ उठाउनु भएको जिज्ञासामा स्थानीय भत्ता दिनु भनेर दिनु नपुगे माग्नु भनेर हामीले भनेकै छ। अब धेरै जान्ने भएर सोध्नुभयो हजुरहरूले, धेरै जान्ने हुनुभएको। यसमा मैले तपाईँलाई के स्पष्ट चाहन्छु भने शिक्षकहरूले फेसबुकमा धेरै राजनीति गर्नुभयो। स्थानीय भत्ता दिनु भनेर चाहिँ दिनु माग्नु भनेर पठाएकै थियौँ। दिनुभन्दा कति दिने के दिने कसैले दिन्नौँ भन्ने कसैले के गर्ने भन्ने भएपछि यो सामाजिक सञ्जालमा यति धेरै विवाद आयो नि। हामीले 7वटा प्रदेशमा सबै प्रदेश सरकार सङ्घ सरकार स्थानीय सरकारलाई हामीले कर्णाली प्रदेशबाट हामीले कार्यक्रम सुरु गरेका थियौँ। अहिले 7वटै प्रदेशमा हामीले गऱ्यौँ। त्यहाँ कर्णाली प्रदेशमा दिनु भन्यो समस्या आएन, सुदूरपश्चिममा दिनु भन्यो। जति हामी यता आउँछौँ यता आइसके पछाडि यो विवाद यति धेरै फेसबुकमा सोसल मिडियामा आइसक्यो कि अब स्थानीय भत्ताको बारेमा दिनु भनिसके पछाडि अब कार्यक्रम कार्यान्वयन कार्यविधिमा दिनु भनेको कुराले नभएपछि लेखेर चाहियो भन्न थाल्नुभयो। लेखेर छुट्टै चाहियो भन्नुभयो नि त, लेखेर छुट्टै चाहियो भन्नुभयो। महँगी भत्ताको विषयमा कुरा गरियो। पोहोर साल 2000 रुपियाँ महँगी भत्ता खाँदा कसैले सोध्नुभयो? कसैले सोध्यो? कुनै स्थानीय तहले सोध्नुभयो? महँगी भत्ता 2000 सबैले खाँदा अहिले 5000 भएपछि किन सोध्नुभयो? त किन जान्ने हुनुभयो तपाईँहरू? 2000 खाँदा 1000 खाँदा नसोध्ने, 5000 खाँदा दिने कि नदिने हो कि होइन भन्नुभयो हजुरहरूले। अनि कहीँ चाहिँ स्थानीय करारकालाई नदिने भने बेरोजु लेखौ भन्नुभयो। स्थानीय तहमा चाहिँ शिक्षक महासङ्घहरूबाट चाहिँ डेलिगेसन आउनुभयो, ज्ञापन पत्र बुझाउनु भयो। 753 मध्ये 25% स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतज्यूहरूले सही गरेको पत्र त मसँग छ नि त, माग्नु भएको छ। इन्डिभिजुअल अहिले काठमाडौँ जानु पर्यो भने पनि एकजना शिक्षकले महँगी भत्ता पाउनु पर्यो भनेर गोजीमा निवेदन हालेर जानुभएको छ। भनिसके पछाडि अब तपाईँहरूलाई चाहिँ लिखित रूपमा नदिएसम्म हाम्रो मौखिक कुरालाई मान्न हजुरहरू इच्छुक नभएको कारणले गर्दा हामीले स्थानीय भत्ताको विषयमा र महँगी भत्ताको विषयमा चाहिँ शिक्षकहरूलाई कसलाई दिन मिल्छ कसलाई दिन मिल्दैन प्रष्ट निर्देशन चाहियो भनेर हामीले चाहिँ तपाईँहरूले दिएका परिपत्रहरूलाई राखेर चाहिँ हामीले अर्थ मन्त्रालयमा माग्यौँ। छलफलमा चल्यो। अर्थ मन्त्रालयमा चाहिँ हाम्रो सहसचिव सरह छलफल चल्यो, सचिव सरहबाट छलफल चल्यो, महासङ्घका प्रतिनिधिहरू थाहा होला नि हजुरलाई, अपडेट हुनुहुन्छ नि, महासङ्घका प्रतिनिधिहरूसँग पनि बारम्बार छलफल चलेकै छ। उहाँले के भन्नुहुन्छ भने स्थानीय भत्ता चाहिँ अब हाम्रो निजामती कर्मचारीलाई निसेनीमा स्थानीय भत्ता दिने भन्ने कुरा लेखेको छ। तपाईँको शिक्षा नियमावलीमा लेखेर ल्याउनुहोस् भन्ने पहिला सुरुमा दिएका ओरहरू है त्यो है। पछि चाहिँ अब फेरि प्रहरीहरूको त स्थानीय भत्ता प्रहरीहरूले पनि त खानुहुन्छ, आर्मीहरूले पनि खानुहुन्छ, उहाँहरूको नियमावलीमा त छैन भनेपछि हामीले के बुझ्नुपर्छ भने अर्को व्यवस्था कहीँ कतै उल्लेख गरेको छैन भने प्रचलित कानुन अनुसार हुन्छ कि प्रचलित कानुन अनुसार हुन्छ। जस्तो शिक्षकले स्थानीय भत्ता पाउने कुरा कहीँ लेखेन भने कर्मचारीले पाउँछ भने कर्मचारीको नियमावलीमा हुन्छ भने त्यसलाई प्रचलित कानुन मान्छ, त्यही अनुसार दिनु भने हो कि हामीले कर्मचारी निसेनीमा छ त्यही अनुसार पाउने हो भनेदेखि चाहिँ अर्थ मन्त्रालयले भौगोलिक क्षेत्रको आधारमा कखलाई समस्या होइन है, क र ख वर्गमा स्थानीय भत्ता खाने विषयमा विवाद होइन। यहाँ विवाद के हो त भन्दा गर घको वर्गमा कर्मचारीले पाउनुहुन्छ भने टिचरले पनि पाउँछ भन्ने पक्षमा हामीले कुरा गरेको, पैसा पनि पठाएको, नपुगे माग्नु पनि भनेको। अब धेरै ठाउँबाट अस्पष्ट भयो, एउटा छिमेकीले दियो हामीले दिएनौँ अथवा यो चाहियो त्यो चाहियो पत्र चाहियो भनेपछि त स्थानीय भत्ता दिने नपुगे माग्ने भनेर कार्यक्रम कार्यान्वयन कार्यविधिमा लेखिसकेको कुरालाई फेरि पत्र त हामीले दिने कुरो भनौँ नि त। त्यो त मन्त्री स्तरीय निर्णयबाट बनेको कार्यविधि हो होइन, त्यसबाट त्यसैमा उल्लेख छ भनेपछि त हामीले छुट्टै त्यसलाई परिपत्र गर्नुपर्ने आवश्यकता भएन। तर चाहिँ अब स्पष्ट के भयो भने यसले अन्यलता पनि भयो, अन्यलता पनि भइसके पछाडि अब स्पष्ट टिचरलाई के हो भनेर लेखिदिनु पऱ्यो भन्ने हाम्रो माग हो। महासङ्घको माग पनि त्यही हो, सबै साथीहरूको माग पनि त्यही हो।
प्रमुख प्रशासकीय अधिकृत ज्यूहरूको माग पनि त्यही हो र लेखा शाखामा काम गर्ने स्थानीयमा लेखा शाखामा काम गर्ने साथीहरूले पनि हामीलाई शिक्षक भन्ने लेखेर चाहियो भन्ने भएको कारणले गर्दा हाम्रो डिमान्ड अहिले के हो त भन्दा अर्थ मन्त्रालयमा टिचरलाई पाउने नपाउने, कुन वर्गले पाउने, कति पाउने, अस्थायी करार राहतका शिक्षकले महँगी भत्ता पाउने नपाउने सन्दर्भमा लेखिदिनु भनेको कारणले गर्दा अब धेरै चरणमा चाहिँ छलफल भएको छ। लेख्न बाध्य उहाँहरू हुनुहुन्छ, लेख्नै पर्छ, यस्तो त भन्नै पर्यो नि त होइन, यस्तो भन्नै पर्यो। महासङ्घसँग पनि म एकदम चाहिँ उहाँहरूलाई लगाइराखेको छु, तपाईँहरू जानुहोस् है भनेर पनि लगाइएको छ। त्यो अहिले चाहिँ अब यदि चाहिँ अस्थायी कर्मचारी शिक्षकहरूलाई महँगी भत्ता नदिने हो भनेदेखि बरु सार्वजनिक सामाजिक योगदानमा आधारित होइन, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न सकिन्छ कि भनेर हामीले त्यो पनि हिसाब गरिसक्यौँ कि, त्यो पनि हिसाब गरी त्यो पनि पठाएको छ। अर्थ मन्त्रालयले यदि अस्थायी कर्मचारीलाई महँगी भत्ता नदिने हो भनेदेखि, यता लाने हो भनेदेखि यताबाट फाइदा हुन्छ भने यो पनि हुनसक्छ कि भन्ने लाइनबाट अगाडि बढेको छ। त्यो भएर अब हजुरहरू नातिनु होला होइन। अब यो स्थानीय भत्ताको विषयमा र महँगी भत्ताको विषयमा स्पष्ट निर्देशन अर्थ मन्त्रालयबाट लेखिदिइसके पछाडि हामी हजुरलाई परिपक्व गर्छौँ। तलब खान असारसम्म पाउने भए असारसम्म पाइन्छ, तर हामीले अहिले बजेट पुगेन भने माग्नुहोस् भनेको छौँ नि। भोलि पाउने भयो भनेदेखि त अहिले चाहिँ अब पैसा त नपुग्ने छ होइन। त्यो स्थानीय भत्ता पनि माग्नुहोस्, महँगी भत्ता त पाउनुहुन्छ नै भनेको यो 5,000 त पाउनु नै कुरो थियो, नसोधेको भयो हुन्थ्यो कि, सोधिएको कारणले समस्या भएको कि। कुनै स्थानीय तहमा मलेपको जाँदा बेरुजु लेख्दाखेरि चाहिँ त्यो अर्थ मन्त्रालयको कर्मचारीलाई नदिनु भनेको थियो, शिक्षकलाई भनेको थिएन कि। अनि यो अस्थायी करारलाई चाहिँ महँगी भत्ता किन दिएको भनेर उहाँको बेरुजु लेखिदिएछ। बेरुजु लेखिदिएपछि त्यो फोटो सबैले सार्वजनिक गर्नुभयो, जतासुकै प्रचार प्रसार भइसके पछाडि बाध्य भएर सोध्नु पर्ने भयो कि। अनि हामी के भइयो भने कतिपय कुरा अब स्थानीय भत्ता कर्मचारीका अनुसार खान खोज्ने, अनि महँगी भत्ता करारका कर्मचारीले त खाएको छैन नि। फेरि महँगी भत्ता फेरि हामी शिक्षकले मात्रै खान पाउनु पर्ने भन्ने भयो। आफूलाई फाइदा हुने ठाउँमा हामी दुई किसिमबाट व्याख्या गऱ्यौँ कि। अब स्थानीय महँगी भत्ता हामी खान्न भन्नु पऱ्यो नि त, अस्थायीले कर्मचारीले खाँदा रहन्छन् हामी खान्न भन्नु पऱ्यो। स्थानीय भत्ता कर्मचारीले खाने रहेछन् हामीले खान पाउनु भन्नु पऱ्यो। त्यो आफ्ना सुविधाका लागि जता सजिलो हुन्छ त्यति व्याख्या गर्नु पनि भएन। त्यस कारणले गर्दा प्रचलित कानुन अनुसार हुने हो। यो चाहिँ स्पष्ट चाहिँ लेखेरै आउने भन्ने कुरामा हामी लागिराखेका छौँ। लेखेर आएपछि हुन्छ। त्यो भएर हामीले चाहिँ होइन, अहिले हजुरले भनेको पहिलो स्टेटमेन्टमा मेरो पनि आपत्ति छ। कार्यान्वयन गर्ने भनेपछि गर्नु भने अब त किन सोध्नु भएको त नि हजुरहरूले, दिनु न। यहाँ खाने पनि हुनुहुन्छ कि होइन स्थानीय भत्ता।